हो कान्छी नानी भुटभुट्याउँदै आउँदैछौ त। ए यो कसको घर रहेछ भनेर नि हौ, तपाईँको घर हो? यसलाई त म ढाँटिदिन्छु मेरो घर हो भनेर, यसलाई के थाहा हुन्छ त। के भनेको हौ दिदी तपाईँले? ए यो मेरो घर हो कि त्यही भएर भनेको क्या नानी। ए यस्तो राम्रो घर तपाईँले पो बनाउनु भएको? जाम न त हेर्नु जाउँ। ल ल जाम जाम। पर्खिनु है पर्खिनु, मेरो भाइलाई पनि लानु छ। लु अब हाम्रो घर पनि आइपुग्यो हेर्नु। यहीँबाट चढ्ने र दिदी? होइन सिडी चाहिँ उता छ कि, तर यहाँबाट चढौँ न भनेर ए ल नि। हुन्छ हुन्छ। यहाँ त पानी ढलाइ त गरिसकेको रहेछ त हौ। हो नि हौ, अब के गर्ने मिस्त्री। ए अनि यहाँ पानी जमाउनु भने अनि अब ए लु जाउँ जाउँ। मलाई त डरै लाग्छ हौ यस्तो हिलोमा हिँड्न। ए लु लु दिदी जाउँ जाउँ। ए आमा पो बस्नु भएको रहेछ, आमा दर्शन। ए भाग्यमानी भइस नानी, किन आथी आज यहाँ? ए यो दिदीको घर भन्नुभएको थियो, अनि उहाँको घर अरे, अनि उहाँले घर देखाउँदै हुनुहुन्छ। तपाईँ चाहिँ किन यहाँ बस्नुभएको? यो त तपाईँको घर होइन होला त? होइन त, यो मेरै पो घर हो त नानी। कसले भनेको? कहाँ छ त्यो केटी? आऊ त जाम हेर्न। ए आमा यहाँ बसिरहनु भएको थियो भर्खर। ए कहाँ भाग्नु भएको दिदी? कहाँ भागेको? म को हो बहिनी तिमी? आमा यही यहाँ केटीले भनेको हो यो मेरो घर हो भनेर, अनि यो कहाँ भागेको हो बहिनी भन्दैछ अहिले मलाई। होइन आमा, यसले झुट बोल्दैछ। तँलाई अर्काको घरले मेरो घर भन्छस्, तँलाई हानु। दिदी कहाँ भाग्नु भएको? पर्खिनु न, सँगै आएको सँगै जाऊँ न, पर्खिनु न। यस्तो झुट बोलेर मान्छेलाई यहाँ ल्याउने हो? अब यो केटी त भागी त हन्न, मलाई के भनेर झुक्याएका यिनीहरूले? कहाँ पुगिसक्यो? यसको घर चाहिँ कुन हौ त्यो बनिँदै गरेको? यो त भागी। यस्ता झुट बोल्नेहरूसँग सतर्क रहनु होला। धन्यवाद। आजको हाम्रो भ्लग यहीँ सकिन्छ। धन्यवाद। थ्याङ्क यू गाइज, हामीलाई यतिसम्म सपोर्ट गरिदिनको लागि। होइन अब हामीले भ्लग चाहिँ बनाइसक्यौँ।